हेलो गाइस, आज चाहिँ हामी घुम्नुको लागि रेडी भइरहेछौँ हो। कहाँ हो त्यो घुम्ने जग्गा अगाडि नै चाहिँ भन्दिनँ होइन, कहाँ रहेछ हेर्नुहोस् ल। छक्कै पर्नुहुन्छ तपाईँहरू भरे मेरो भिडियोमा देखेर हो। कस्तो लाग्छ अनि मन पऱ्यो भने अलिकति कमेन्ट, लाइक, सब्सक्राइब, सेयर पनि गरिदिनुहोस् दया माया राखेर है म प्रति। र भरे कहाँ हो, कुन चाहिँ ठाउँ हो, कुन चाहिँ जग्गा हो तपाईँहरूलाई देखाउने छु। यहाँ दिदी राम्रै देखिरहेछ हो। त्यो मेरो अब नर्कित पनि छ यहाँ। यो चाहिँ मेरो साथीको रुम हो। सस्तै भएन घुम्नु गएको अब यतिको चाहिँ हुनु पर्यो। भ्यासलिनको डेमो दिन लाग्छ। सिकिति केही भन्नु छ? पूजा पूजा के बोल्दै भने हेलो गाइस, ये हम है, ये हमारा चेरी ट्री है। हमको आज सिर्फ आज मिला आने के लिए भन्नु न। भयो अब मेन ब्लगर बोल्नु पर्ने हैन खासमा त म भरे बोलिहाल्छु नि। सबै फुलिसकेछ गाइस। चेरी पनि चेरीको दाना मात्रै लगाइनु मात्रै होला। फुलिसकेछ के गर्नु। हे गाइस, आज चाहिँ हामी चेरीमा फोटो खिच्न आएको हो। चेरीको त पत्तै निस्किसकेछ सबै। अब चेरीको दाना मात्रै लानु होला नि। के गर्नु गाइस, अब लास्ट परिङ यी चेरीको तिमीकै मान्छे भएर लास्ट परिङ हामी त फोटो खिच्न आउनु पनि हो। यस्तै छ, तर पनि फोटो चाहिँ खिचिन्छ, भिडियो चाहिँ बनाइन्छ। मान्छे चाहिँ जहाँ गर्नु ह्याप्पी बस्नु चाहिँ आफै माथि नै छ अरे नि त। दुखी नबस्नु अरे साथीहरू, सधैँ खुसी नै भएर बस्नु अरे। जति नै मनमा पीडा भए पनि होइन, ठिकै छ, आफू नै हो। तर मैले यो भिडियो भ्लगहरू बनाउँदा म कसैलाई ढालेर बोलेको जस्तो ढालेर भनेको जस्तो चाहिँ लाग्दैन। तर मलाई भ्लगमा पनि मान्छेले अलिकति ठुङ्गेका छन् होइन। ठिकै छ, ठुङ्दै गर, ठुङ्दै गर। डान्स पनि गर्छु, भ्लग पनि हाल्छु, हाम्रो भ्लगर अलराउन्डर हो। अलिअलि भए पनि, बेसी पनि छुइनँ, कम्ती 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 भयो नि अलराउन्डर चाहिँ म चाहिँ ल। ये मेरा दिदी हामी बनाउनुपर्छ एकछिन। परनिर चाहिँ भिडियोहरू नबनाउने अरे हो। हामी चाहिँ अलिकति यहाँनिर अब रिल्स बनाउनु छ दिदी र म चाहिँ। यहाँ हेर्नुहोस्, अझै पनि यस्तो दामी छ यो हेर्नुहोस् न, पत्ता निस्किसकेछ सबै हो प्राय। यो चाहिँ इको रेसर्ट हो। यो चाहिँ अन्त त यहाँनिर है तपाईँहरू आउनुभयो भने चाहिँ यहाँनिर यस्तो छ है। मेरो भ्लग हेरेर आउनुभयो भने चाहिँ यहाँबाट चाहिँ यस्तो देख्छ है। इको रेसर्टबाट हेर्नुभयो भने चाहिँ तल रोडहरू देख्छ, यस्तो छ, उता हिमालहरू देख्छ हो। यहाँबाट चाहिँ मैले ब्युटी क्विनहरू भेटेको छु अनि भिडियो बनाएको यहाँनिर होइन होला। कहाँ देखाउनु भएको तपाईँहरू? टुरिस्टहरू कहाँ देखाउनु भएको होला है? नयाँ नयाँ गेस्ट टुरिस्टहरू हेर्नु नि यहाँ। अघि पुगेको अनुहार देख्दैन। गर्ल्सहरू कस्तो लाग्यो तपाईँहरूलाई आज हाम्रो ट्रिट? कस्तो लाग्यो? कोही बोल्दैन त, कोही बोल्दैन त।
कमेन्ट गर्ल्स भन्थ्यो लु बोल्नु त कस्तो लाग्यो आज घुम्न आएर दामी लाग्यो हैन एकदम दामी छ सिके दिदीलाई कस्तो लाग्यो एकदम नर्कितलाई यस्तै लाग्छ मजा आइरहेछ हाम्रो पूजालाई कस्तो मजा आइरहेछ यतिको मजा त है हामी त लोकल टुरिस्टहरु है यहाँको ल अझै पनि यार रुखमा झुन्डिन्छन् चेरीमा अझै पनि रुखमा झुन्डिन्छन् चेरीमा यार हामी पनि झुन्डिङ होला हौ रुखमा कुरो पुरा लाग्छ नि त फर्स्ट हिँड्नेलाई चाहिँ हामी चाहिँ यहाँ त छ जस्तो छैन बाटो जाउँ उतै आहा कुरो लाएर मर्नु हुँदैन रहेछ दिदी चियाको बगानमा गएको फोटो खिच्नु यस्तो पो भयो ला होइन लु म त मर्नु भयो त ल होस् ल कुरो टिप्नु सकाउने अब रिस ल कुरो त अन्त गर्मी रहेछ गाइस मैले जम्पर खोलिन्जाल भयो गरम भएर दिउँसो त गर्मी आज लोकल टुरिस्टहरु हामी चाहिँ हो तर फोटो पनि खिचे भिडियो पनि बनायो लोकल चिकनहरु लोकल चिकन भने त्यसलाई जुम गर्नु सानोमा फाइनली हामी निस्केको अब फोटोहरु खिचेर भिडियोहरु बनाएर यहाँबाट चाहिँ निस्केको है आई लभ टिभीबाट आइसले म त खेल्छु त उनीहरू खेलेको तल लगेर जान्छु अल द बेस्ट यता हेर न अल द बेस्ट थ्याङ्क यू सेम टु यु भन्नु मिल्दैन होला अहिले एकछिनमा यता पनि हुन्छ अब अझै तपाईहरु दुईजना पनि है टिङमा जस्तो बस्नुस् खुट्टा सिधा गर्नुस् त्यसरी लन्च नगर्नुस् न थचक्कै बस्नुस् त बस्नुस् खुट्टा सिधा गर्नुस् खुट्टा माथि यस्तो यस्तो झुन्डिनुस् न होला पूजा घाट पुरा काम हो जिप लाइनिङ खेलेर हेर्नु त गाइस रोक्ने ठाउँ अरे नि त त्यो चाहिँ बिन्नु नि अन्त ल जिप लाइनिङ गरिसकेर पनि फर्केको अब चाहिँ हामी ड्युटी जानुपर्छ अब फेरि गएर हाफ डे मात्रै अरे मजा आयो कस्तो भयो मजा आयो तिमीलाई जिप लाइनिङ कस्तो भयो भन त प्रेम दिदीलाई तपाईँलाई कस्तो भयो जिप लाइनिङ ओभर दामी लाग्यो मलाई हो मजा आयो नेक्स्ट इयर आएर खेलिन्छ लाइनिङ कस्तो भयो साह्रो ठुलो धोको थियो पुरा भयो भन्दै धोको पुरा भयो तर आफूले चाहिँ भिडियो गर्नु पाएन नि ब्याट्रीको र मैले गर्दैछु नि त अलिकति आएको त हजुर